मेरो फेरि पनि दिउँसोको भ्लग आइसक्यो हाम्रो केटाहरू चाहिँ होइन यहाँ रेड बुल बाजी गर्दैछन् केटाहरू हाम्रो आकाश भाइ अनि सुदीप भाइ अब जसले जित्छ उसलाई चाहिँ हामी 4-5 जना छौँ उस हार्ने मान्छेले चाहिँ हामीलाई जुस किनेर खुलाउने है ल ल अब स्टार्ट गर है स्टार्ट गर है स्टार्ट सिधा 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 बाङ्गे नगर है बाङ्गे नगर बुङ्गुरु जस्तो बाङ्गे नगर ल रेडी केटाहरू क्ल्याप गर्नु पर्यो नि यहाँ क्ल्याप गर्नु पर्यो कि जुस खाने हो ल 1 2 3 गो ल ल ल जुससँग सबै छ ल आयो 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 ल ल ल ल ल एकदम जोरदार भइरहेछ एकदम होइन एकदम खतरा है खतरा ल भइरह है क्यु टक्कर छ त क्यु अनुहार हेरेर क्यु ल कसले जित्छ है त बाजी कसले मार्ला ल भन्नुहोस् त बाजी 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 कसले मार्छ त ल ल ल ल ल दियो 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 ल ल ल अहिले हाम्रो सुदीपले जित्नु भएको ल हार्ने मान्छेले जुस किन्ने अब यहाँ अब चाहिँ ल ल के भन्न चाहन्छु तपाईँले जित्नु भयो अब के गर्ने जुस कतिवटा केही छैन म पुरा विश्वास छ मैले जित्छु भने मैले जिते तिमी हार्यौ अब यो हार्यौ तिमी अब पहिला जुस किन दाइलाई भनेर यहाँ जुस 4वटा जुस तिमी पनि खान्छौ कि जुस त छिटो छिटो ल जुस हान्नै पर्ने हुन्छ कि छिटो ल भाइ हारेर एकदम लजाएको छन् मास राखेर बसिरहेको नसै नजादियो तर हारेर मैले केही छोइदिएँ निष्पक्ष दिएको थिएन होइन हारेपछि त्यस्तो भन्न पाइन्छ तर ठिक छ होइन तर तिमीले गएर जुस पहिला जुस किन अघि बाजी सर्त के भयो भिडियो देखाम फेरि होइन बराबर गराउनु पाइन्न त्यस्तो म देब्रे ल म देब्रे म त्यसो भए ल सुदीपसँग ल ल एकैछिन है दाइ तपाईँलाई डिस्टर्ब भयो ल ल ल हेरे जुसको झ्याली गर्न पाइन्छ है ल फेरि पनि 1 2 3 गो है अहिले चाहिँ देब्रे हातमा एकदम जोरदार बाजी लडिरहेको छन् केटाहरू कसले जित्छ चाहिँ अब अहिले लास्टमा थाहा हुन्छ ल है ल है ल है ल है ल है दियो है झाली भन्ने बिल्कुल हुन्न है एकदम हात हल्लिरह ल है ल है ल है एकदम है ल पावर लागिरहेको उतापट्टि बसेर खानु भन ल है ल है पावर एकदम लागिरह है बल एकदम जुसको व्यापार हुँदैछ यहाँ दबाउनु भएन झ्याली गरे एउटा झ्याली भए मैले भिडियो तिमीले तर झ्याली गऱ्यो यस्तो जाने जाने हो भने होइन फेरि हुन्न अब जुस खाने पहिला पहिला दुईटा हात हानेर उसले झ्याली गऱ्यो त पुरा यस्तोरी हात हानेर ल अहिले म यो युट्युबमा हालिसकेपछि सबैले भन्नु कसले झ्याली गरेको के हो त अहिले भन्नु नि झ्याली गरेको हो किन भन त ल अब होइन जुस त किन्नै पर्छ तिमीहरू दुईजना बराबर हामीलाई जुस चाहियो नि अनि ढालेको नि उसलाई त पहिले ढाली सिकाएको थियो पहिले ढली सिकाएको थियो त्यो मैले उगाउनु भन्दा पहिले ढली सिकाएको थियो भएन जुस पहिला जुस किन जुस जुस के यस्तो झ्याली गर्न पाइँदैन क्या झ्याली गर्न पाइँदैन छिटो ल हुँदैन नि गोल भइसक्यो किपरले रोक्यो भनेर पाइन्छ त अनि पाइँदैन नि अनि
हात दुखे पनि जुस किन त्यहाँ कोचमा बल त पुगिहाल्छ नि गोल यहाँ हार्ने मान्छेले जुस किने भने हेर्नु नसा फुल्यो जित्न त जित्यो नि लास्टमा एउटा एकचोटि मैले जित्यो एकचोटि मैले जित्यो बराबर भयो क्या तिम्रो दुईजना बराबर भयो हामी दुईजना चाहिँ हेर्ने मान्छे त जुस पाउनु पर्यो नि त अनि किनिदिन्छु भन्यो भने त छिटो ल तिमी पहिला किन म किनकि म हार्यो उसले जितेको यो त हार्यो नि यो फेरि खेल्ने ल फेरि जिते त त्यो ल हेर्नु भिडियो नि ल अब ल भिडियो स्टप हुँदैछ अब भिडियो हेर्ने है त हामीले ल